जय श्रीमन्नारायण सबैमा राधे राधे हार्दिक स्वागत छ। आज हामी हरिबोधिनी एकादशी तुलसी विवाहको महिमाको बारेमा वर्णन गर्न गइरहेका छौँ। हरिबोधिनी एकादशीको व्रत भक्ति पूजा आराधनाको बारेमा कुरा गर्दैछौँ। जुन दिन तुलसी विवाह पनि यस वर्ष 2082 सालमा कहिले रहेको छ अनि यो एकादशीदेखि पूर्णिमासम्म त चतुर्मास व्रत समाप्ति पनि हुन्छ। हरिबोधिनी एकादशी देवोत्थान एकादशी व्रत हिन्दू धर्मको सबैभन्दा पवित्र पुण्यमय दिन हो। हरिबोधिनी एकादशी भगवान जाग्ने भएको हुनाले बोधिनी एकादशी। जब शयन गर्नुहुन्छ चतुर्मास व्रत सुरु हुन्छ, जब जागृत हुनुहुन्छ तब चतुर्मास व्रत पनि समाप्ति हुन्छ। त्यस कारणले गर्दा यो एकादशीलाई दर्शकबिन्दहरू हरिबोधिनी एकादशी, अर्को देवोत्थानी एकादशी, उत्पन्न एकादशी, प्रबोधिनी एकादशी आदि गरेका नामहरूले पनि यो एकादशीलाई जानिन्छन्। साह्रै मङ्गलमय पुण्यमय पवित्रमय दिन हो। यसलाई हामी समग्रमा ठुली एकादशी पनि भन्छौँ। आषाढ मासको एकादशी र कार्तिक शुक्ल एकादशीलाई। अब कहिले रहेको छ यस वर्ष 2082 सालमा, यसबारेमा हामी कुराकानी गरौँ। 2082 सालको कार्तिक महिनाको 15 गते शनिबारका दिन 1 नोभेम्बर 2025 का दिन हरिबोधिनी एकादशी परेको छ। कहिलेकाहीँ अमेरिका क्यानाडा आदि गरेका हाम्रा देशमा रहने त्यहाँका भक्त सज्जनहरूलाई एक दिन अगाडि पछाडि हुन्छ। त यस वर्ष भने 1 नोभेम्बरकै दिन अमेरिका क्यानाडा आदि गरेका देशहरूमा पनि हरिबोधिनी एकादशी एकै दिन रहेको छ। एकादशीका दिन के गर्ने भन्दा सर्वप्रथम प्रातकालीन समयमा उठेर स्नान गर्ने। कुनै नदी तीर्थ तलाउहरू छन्, ती तलाउहरूमा गएर देवघाट, गण्डकी, महारानी, माई, सप्तकोशी कुनै पवित्र नदीहरू छन् भने ती नदीहरूमा गएर स्नान गर्ने। नभए ती जलहरू मिसाएर घरैमा स्नान गर्ने। त्यो पनि सम्भव भएन भने ती पवित्र देवस्थलहरूलाई सम्झेर घरैमा स्नान गर्ने। अनि भगवान विष्णुको मूर्ति शालग्रामको अगाडि जाने। घरमा विष्णुका मूर्तिहरू छन् भने र मनमनै भक्तिभाव श्रद्धा गर्ने कि म आज यो एकादशीको व्रत गर्दैछु, भगवान मलाई शक्ति दिनुहोस् भनेर स्नान गरेर चोखो कपडा लगाएर पूजा कोठामा गएर हातमा तिल, जौ, कुश, फूल, पानी जे छ हातमा लिएर भगवानको अगाडि मम सर्व पापक्षय पूर्वकम श्री हरि प्रीत्यर्थम कार्तिक शुक्ल एकादशी व्रत अहम करिष्ये भनेर भगवानको अगाडि छोडिदिने। सम्पूर्ण पापहरूको क्षयको लागि, भगवानमा भक्ति र श्रद्धा, प्रेम र प्रसन्नताको लागि आज म यो एकादशीको व्रत गर्दैछु, मलाई सामर्थ्य, श्रद्धा, भक्तिभाव प्रदान गरिदिनु होला भनेर त्यो तिलानीको पानी अथवा फूलहरू जो प्रतिज्ञा गरेका छौँ भगवानको अगाडि समर्पण गरिदिने। 4 महिनासम्म श्रीहरि भगवान शयन गर्नुभएको छ। यस एकादशीका दिन त भगवानलाई उठाउनु पर्यो। यस कारणले गर्दा आफ्ना शालग्राम विष्णु भगवान जो भगवान हुनुहुन्छ सबै भगवानहरूलाई हेरेर उठाउने भक्त वैष्णवहरूले, सज्जनहरूलाई भगवानलाई त्यत्तिकै निकालेर स्नान गराएर सेवा नगर्ने। भगवान अब उठ्नुहोस्, 4 महिना त हजुर शयन गर्नुभएको थियो। भगवान योग निद्रामा शयन गर्नुभएका भगवानलाई यो मन्त्र उच्चारण गरेर हजुरहरूले उठाउने भगवानलाई। इस दिन यो मन्त्र पढ्नाले भगवानको अनन्त पुण्य प्राप्ति हुन्छ। स्क्रिनमा पनि हेर्नुहोला भगवानलाई उठाउने मन्त्र जो 4 महिनादेखि श्री हरि विष्णु शयन गर्नुभएको थियो। उत्तिष्ठोत्तिष्ठ गोविन्द उत्तिष्ठ गरुडध्वज उत्तिष्ठ कमलाकान्त त्रैलोक्यम मङ्गलम कुरु। यो मन्त्र पढेर भगवानलाई उठाउने र सिंहासनबाट शालग्राम विष्णुका मूर्तिहरूलाई कुनै पवित्र पात्रमा राखेर स्नान गराइदिने। स्नान भनेको भगवानको अभिषेक गराइदिने। शालग्राम भगवान विष्णुका मूर्तिहरूलाई केले भन्दा भगवान विष्णुलाई जल अथवा दूध, गङ्गाजल जे पाइन्छ अथवा भनौँ गुलाब जल छन्, गुलाबका पत्रहरू हालेर शुद्ध जलमा भगवान तुलसी पत्रहरू राखेर भगवान विष्णु शालग्रामलाई अभिषेक गराइदिने। ओम नमो भगवते वासुदेवाय, ओम विष्णवे नमः, ओम नमो भगवते वासुदेवाय, दामोदराभ्याम नमः, श्री दामोदराभ्याम नमः, तुलसी दामोदराभ्याम नमः भनेर भगवानलाई स्नान गराइदिने। विष्णुको, शालग्रामको, गोपालजीको, लड्डु गोपालको जसको प्रतिमा भए पनि भगवान जब विष्णु श्रीहरिलाई जब उठाउनु भयो, स्नान गराउनु भयो, त्यस पछाडि भगवानलाई चन्दन गरिदिने, टीका लगाइदिने, श्रृङ्गार गर्ने आफआफ्नो श्रद्धाले वैष्णव भक्त सज्जनहरूले। त्यस पछाडि चन्दन, धूप, दीप, तिल, भगवानलाई तिलले पूजा गर्ने, तुलसीका पत्र मन्जरीहरू अर्पण गर्ने, तुलसी पत्र मन्जरीहरू जरुर अर्पण गर्ने।
ओम नमो भगवते वासुदेवाय, ओम विष्णवे नमः, राधा दामोदराभ्याम नमः। यस मन्त्रहरू पढेर श्रद्धा भक्तिभावका साथमा भगवानको विशेष पूजा उपासना आराधना गर्ने, तुलसीका पातहरू अर्पण गर्ने, मालाहरू छन्, पारिजातका पुष्पहरू रहेका छन्, फल फूल धूप दीप नैवेद्य जेहरू छन् सबै भगवानको लागि अर्पण गर्ने। अनि घरको मठमा गमलामा तुलसीलाई रोप्यौँ। तुलसी रोपेर चतुर्मास व्रत सुरु गरेका, अब विवाह गरेर चतुर्मास व्रत सम्पन्न गर्छौँ। घरमा रोपिएका तुलसीलाई यस दिन भनेको यस एकादशीका दिन विशेष पूजा गरिन्छ। अनि भगवान उठ्ने बित्तिकै 4 महिनासँग शयन गर्नुभएका भगवान तुलसी प्रिया विष्णुप्रिया हुनुहुन्छ। तुलसी पनि तुलसीको मठलाई गाईको गोबरले, रातो माटोले अनि विभिन्न रङ कलरहरूले लिपेर रङ कलरहरूले चाहिँ सजाउ गरेर फूल मालाहरू, सयपत्रीका फूल मालाहरू, निगालो, बाँसका लिङ्गा अथवा ठाउँ ठाउँमा जे लिङ्गाहरू पाइन्छ सकेसम्म 5 वटा नभए पनि एउटा राखेर तुलसी र विष्णुको भव्य शङ्ख घण्टहरू बजाउँदै तुलसीको पूजा गरेर भगवानलाई विवाह गरेर प्रदान गरेपछि कर्म सकिन्छ। शालग्रामलाई बेहुलो बनाएर तुलसीलाई बेहुली बनाएर राधा दामोदर तुलसी दामोदर भनेर हामीले विवाह गर्छौँ हैन। त यस कारणले गर्दा कार्तिक महिनाभरि सबै देवी देवताहरू तुलसीको मठमा पनि हुन्छन्, सारा तीर्थ पनि हो। त यो एकादशीदेखि पूर्णिमासम्म त सक्नेले 4 महिनासम्म बाल्नुभयो, नभए एकादशीमा 5 दिन त तुलसीको मठमा जरुर दियो बाल्दिनु। यसो गर्नाले पनि पुण्य बहुत बढ्छ, भक्ति बढेर जान्छ, आध्यात्मिक रूपमा धेरै सम्पन्न हजुरहरू हुनुहुन्छ। त हरिबोधिनी एकादशीका दिनमा यिनै तुलसी महारानीलाई जो हामीले आषाढ मासको शुक्ल पक्षको एकादशीका दिन हामीले रोपेका थियौँ, साजसज्जा गरेर दामोदरसँग विवाह गरिदिन्छौँ। जसको घरमा तुलसीको मठ हुन्छ त्यो घर त स्वयं तीर्थ समान भयो। यमराजका दूतहरू आउन सक्दैनन्। पद्मपुराणले भन्छ तुलसीको सुगन्धले त 10 दिशाहरू पवित्र हुन्छन्। तुलसीको पूजा गरिएका घरमा यमदूतहरू पस्न पाउँदैनन्। अब तुलसीको विवाह विष्णु भगवानसँग शालग्रामसँग हामीले गरिदिउँ, बाजागाजाहरू बजाएर धूप बत्ती आरतीहरू गरेर विवाह गरेर हामीले दिउँ। भोलिपल्ट द्वादशीका दिन तुलसीको विशेष पूजन पनि गरिन्छ र यस एकादशीदेखि पूर्णिमासम्मलाई चाहिँ नयाँ अन्नहरू छन्। अनि तुलसीको आहुति दिनु पर्यो भने अग्नि जुराई पनि राख्नु पर्दैन। सम्पूर्ण दर्शकवृन्दहरू यी 5 दिनको अवधिमा भनेको कार्तिक 15 गतेदेखि 19 गतेसम्म काठमाडौँ उपत्यकामा बस्नुभएको छ, भक्त हुनुहुन्छ, वैष्णव हुनुहुन्छ। 4 महिनादेखि एकादशीका व्रत लिनुभएको छ भने चाँगु नारायण, विशङ्कु नारायण, इचङ्गु नारायण, शेष नारायण अथवा बुढा नीलकण्ठ, यी 5 दिनमा एकादशीका दिन त भिड होला। 5 दिनको अवधिमा कुनै पनि एउटा न एउटा नारायणको दर्शन गर्न जानुभयो भने बहुतै धेरै कृपा मिल्नेछ। यसको ठुलो महिमा छ।